वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। सक्यो उता घर पुर्याउनु
घिउ खसाउँदै माथि गएर यहाँ चलेको चल्छ नउरेको यहाँ राख्छ ल एकछिन है ओम केशवाय नमः स्वाहा ओम नारायणाय नमः स्वाहा ओम मंगसिर महिनाको 7 गते रविवारको दिनमा कौशिक गोत्रमा उत्पन्न भएका रोशन हैन त रोशन कुमार सर हामीले गुरुको साथमा रहेर पिताजीको साथमा रहेर मन्त्रदानको समय भएको छ र जीवनभरि हामीले नबिर्सिने मन्त्रदान सुरु भइरहेको छ। यसको लागि म यहाँ लगन बोल्छु, हजुरले के तयारी छ भन्नुहुनेछ र मन्त्रदान लिने गुरुहरू तयार हुनुहुन्छ? तयार। शङ्ख बजाउने तयार, भजन गाउने गुरुहरू तयार, सङ्गीत गाउनेहरू तयार, ताली बजाउने तयार, आशीर्वाद दिनेहरू तयार। र यो मन्त्रको लागि केही छैन, नराम्रो केही छैन। ल लगनको समय भएको छ, एकखेप भयो, अब दुई खेप आज दुईको छ। मतदान दिने समय शुभ छ। तयार, शङ्ख बजाउने तयार, क्यामेराम्यान तयार, ताली बजाउने गते आइतबार गरिमा कौशिक गोत्रमा उत्पन्न भएका रोशन कुमारको मन्त्रदानको समय भएको छ। मन्त्र दिने तयार, हवन गर्ने तयार,
मन्त्रतिर सुरु हुने तल्लो ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलम हरे तदेव लग्नं सुदिनं तदेव ताराबलं तत्त्वबलं तदेव विद्यामूर्ताय नमः ओम भयो ओम नारायणाय नमः स्वाहा अब त्यो पानी के खाऊ आपले आइगे चाहिँ आइगे आफ्नो केशवाय नमः स्वाहा फेरि नारायणाय नमः स्वाहा कन्छ फेरि राधे राधे हेर्नुहोस् त हेर्न यो कलाकारले पनि कति मात्रै मिलाएको हेर्नु त यस्तो अवस्था बनाइदिन्छन् होइन अघि सबै नाममा नामको भिडियो यहाँ छ नि हेर्नु राधे राधे भन्नु ओम केशवाय नमः स्वाहा हतानि खण्डिनः एकामो सहस्रयो धने वदन्नानि तन्मते ज्ञानि कान्तपापानि धन्यान्तरगितानि च तानि सर्वाणि नश्यन्तो प्रदक्षिणापदे पदे हेर्नुहोस् त यो धने लेखाने हस्तो प्रक्षाल हात प्रक्षाल बाबा हस्तो प्रक्षाल गोविन्दाय नमो नमः अब एक देखेर तिनले भन्नु क्या ल बरोबर त्यहाँ ओम मङ्गलम भगवान् विष्णु मङ्गलम अब परिक्रमा लगाएर अग्निलाई साक्षी राखेको हुन्छ के घुमेको अग्निलाई साक्षी राख्यो अब उठ्ने पहिले अग्निलाई नमस्कार गर्ने नमस्कार शिशुद्वारा अब यता बाबालाई नमस्कार गर्ने नमस्कार गर्ने आजदेखि नमस्कार सबैले आशीर्वाद गर्नुहुनेछ सबैले आशीर्वाद माग्दै सबैसँग सदा सुखी भव बस्नुहोस् ओम हेदासम्म विष्णु भन्छ सबै सदा हँसी ओम स्वाहा त्यसै गरी अर्को हरि ओम एवं माग्नु सहस्रपाद गुरु ओम स्वाहा त्यसै गरी अर्को स्वाहा रोग नलागोस् भन्ने कुरा गर्दै गर्नु सुन्नु चाहिँ हुँदैन है के हो नानी के हो अनि माउली पनि आउनुहुनेछ माउली पनि आउनुहुनेछ आजले बोक्न सक्दैन धेरै भिक्षा मागेर ल्याउँछ भनेपछि को आउनु पर्यो नित्यानन्द करे वराभय करे सौन्दर्य रत्नाकरे निर्दोता किल घोर पावन करे प्रत्यक्ष माहेश्वरे जालेयाचल वंश पावन करे काशीपुराधीश्वरे भिक्षां देहि कृपावलम्बन करे मातान्नपूर्णेश्वरे नानारत्न विचित्र भूषण करे हेमाम्बराडम्बरे मुक्ताहार माउलीपट्टिको भन्नु भवती भिक्षां देहि सबैसँग योगानन्द करे विपुक्षय करे कर्माकरिष्ठा करे चन्द्राकानन भाषमाण लहरी दैन्यरक्षा करे समस्तमोचित करे काशीपुराधीश्वरी भिक्षां देहि कृपावलम्बन करे
स्वर्गद्वार कवाट पाटन करि काशीपुराधीश्वरी भिक्षा देहि नाटक सूत्र खेलन करि विज्ञान दीपांकुरी श्री विश्वेश मन प्रसादन करि काशीपुराधीश्वरी भिक्षां देहि पूर्वी सर्वजनेश्वरी भगवती अन्नपूर्णेश्वरी वेणीनीलसमानकुन्तलधरी नित्यान्नदानेश्वरी साक्षान्याक्षकरी सदा शुभकरी काशीपुराधीश्वरी भिक्षां देहि कृपावलम्बनकरी मातान्नपूर्णेश्वरी शांत समस्त वर्णन करे शंभोस्त्रिभावा करे काश्मीरात्र जलेश्वरी त्रिलहरी नित्यांकुरा शर्वरे स्वर्गद्वार कवाट पाटन करे हामीले भिक्षाको कर्मलाई पूरा गरेका छौं यो उठाउनुस् त यो पुग्नुस् त मलाई तपाईले मलाई जान दिनुहोस् भन्दै हुनुहुन्छ कहाँ मलाई बनारस जान दिनुहोस् भन्दै हुनुहुन्छ बनारस गइसकेपछि म पढेर आउनेछु अनि मेरा कुलमा रहेका पितृहरूको उद्धार गर्नेछु भनेर बटुकले गर्नेछु अनि हजुरहरूको सेवा गर्नेछु भनेर फेरि भन्नुहुन्छ बाबाले प्रश्न गर्नुहुन्छ त्यतिखेर बाबु त्यो बाटो हिँडिरहेको बेलामा त तिमीलाई बाघ भालु अनेक प्रकारका व्यक्तिहरू पनि त्यो बाटोमा हुन सक्छन् तिमीलाई पीडा हुन्छ तिमी यो घर छोडेर नजाऊ भन्दा बाबा छोरो मान्छे हो हजुरले दिनुभयो यो जनै काममा राखिदिनु भयो मलाई काम गर्ने योग्यता तपाईले प्रदान गर्नुभएको छ म एकखेप घुमेर आउँछु भनेर छोराले भन्नुहुन्छ त्यतिखेर आमा बाबा दुवैले भन्नुहुन्छ बाबु जननी जन्मभूमि स्वर्गादपि गइएछि तिमीले जब यो संसारलाई यो मैले जन्म दिएँ हुर्काएँ बनाएँ तिमीले छोडेर गयो भने मलाई पीडा हुन्छ भन्दा पीडा नमान्नुहोस् अहिले त तपाईहरु गर्न सक्ने अवस्था हुनुहुन्छ खान सक्ने अवस्था हुनुहुन्छ तर वृद्ध भएको बेलामा म हजुरलाई कहिले पनि छोड्नेवाला छैन माता पिताको सेवा गर्नेछु भनेर बटुकले अनेक प्रकारको बिन्ती गर्नुहुन्छ अनि बिन्ती गर्दा पनि आमा बाबाले दिन सक्नुहुन्न हो त एउटा छोरालाई विदेशतिर जा भनेर हामी भन्न सक्छौं ल अब बेहुला आउँदै हुनुहुन्छ मण्डपमा बस्नुहुन्छ माथि पर कुर्सीमा बस्नुहुन्छ बेहुलीको इन्तजार गर्दै हुनुहुन्छ अब बेहुली आउँदै हुनुहुन्छ बेहुलीलाई पनि साथी सङ्गिनीहरू सबै भएर बेहुली निकाल्ने बेला भएको छ अब लिएर आउनुहुन्छ मङ्गला पनि रेखा छ मङ्गला छाता बानेर तिम्रै नामको थर लेख्ने नाता बानेर बानेर साँझ बिहान दिन रातै सधैँ सधैँ तिम्रो साथै हुने मन छ तिमी सँग सँग हिँड्ने यो मनको चाह छ पुरा गर्ने छु एक दिन मलाई यति थाहा छ तिमी सँग सँग हिँड्ने यो मनको चाह छ पुरा
हुन्थ्यो बिउझिएर छेउमा तिमीलाई छुन पाए हुन्थ्यो निदा आउँदा तिम्रै सामु हुन पाए हुन्थ्यो बिउझिएर छेउमा तिमीलाई हामी अलग अलग थियौँ भने पनि आजदेखि सुन्दर पत्ता गरेर एउटै लगन गाँठो हामी बाँधेका छौँ है त र आज 2082 साल मङ्सिर महिनाको 7 गते आइतबारका दिनमा कौशिक गोत्रमा उत्पन्न भएका मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तरो हरे त्यति छिट्न राख्नु त्यहाँ राखिहाल्नु र पोते दिनु देवमा पोते दिनु देव मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तरो हरे संसारमै सबै भन्दा माथि बनेर सुख दुःख साथै तिम्रो साथी बनेर संसारमै सबै भन्दा माथि बनेर साँझ बिहान दिन रातै सधैँ सधैँ तिम्रो साथै हुने मन छ तिमी सँग सँग हिँड्ने यो मनको चाह छ पुरा गर्नेछु एक दिन मलाई यति थाहा छ तिमी सँग सँग हिँड्ने यो मनको चाह छ पुरा गर्नेछु एक दिन मलाई यति थाहा छ पुरा गर्नेछु एक दिन मलाई यति थाहा छ जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अङ्गालोमा बास पाएर बरफी पलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो सुख
एउटा कुर्सी राख उल्टो आज चाहिँ हामीले बटुकलाई जसको व्रतबन्ध गरेका छौँ उहाँको लागि टिको लगाइदिनेछौँ अब हामी दाजुभाइतिर जानुहुन्छ बैतरणीको लागि तयारी अवस्थामा छौँ जानुहोस् त बैतरणीको लागि हामी तयारी अवस्थामा चन्दनक्षत्र पुष्प लगेर त्यहाँ गर्नुहुनेछ जेठो दाजु भाउजू कान्छो दाजु भाउजू बाहिर गइ
सिउँदो तिम्रो भर्नेछु अर्को खाली पाउनमा तिम्रै नाम कोर्नेछु यो जुनीलाई मात्र होइन साथै जन्म मेरी बेहोली आज किन सपनामा जस्तो लाग्छ बेहोली सुन्दरि माधवी चन्द्र सहोदरि हेममयी मुनिगणवन्दित मोक्षप्रदायिनि मञ्जुळवासिनि वेदनुते पङ्कजवासिनि देवसुपूजित सद्गुणवर्षिणि शान्तियुते जय जय हे मधुसूदन कामिनि आदिलक्ष्मि जय पालय नाशिनि कामिनि वेदमये क्षीरसमुद्भव मङ्गलरूपिणि मन्त्रनिवासिनि मन्त्रनुते मङ्गलदायिनि अम्बुजवासिनि देवगणाश्रितपादयुते जय जय हे मधुसूदन कामिनि धान्यलक्ष्मि जय पालय वैष्णवि भागवि मन्त्रस्वरूपिणि मन्त्रमये सुरगणपूजित शीघ्रफलप्रद ज्ञानविकासिनि शास्त्रमये भवभयहारिणि पापविमोचनि साधुजनाश्रितपादयुते जय जय हे मधुसूदन ठुलाले कता हुनुहुन्छ हजुर पनि आउँदै गर्नुहुन्छ नागालेन लक्ष्मीना सुदे दुर्गा देवता पूजा कर्म जहाँ तत्र तत्र संसमनादि कर्मणः तत्र मन अपूर्ण पूर्ण ध्यान पवित्रनि दिनानि कर्मणः अपूर्ण पूर्ण दिन नचामे धामनानि देवतालाई हरि ओम हरि ओम नबी दिलावसो अनन्त परमदा प्रसाद दाय गुरुले पैसा सबै लिएर आउनुहुन्छ गुरुले जहाँ देखाउनु हुनेछ गणेश भगवानलाई अर्पण गर्ने हुनेछ लक्ष्मी नारायण भ्याम नमो नमः साम्ब सदा शिवाय नमो नमः शिवैलाई साम्ब सदा शिवाय नमो नमः ऋषिहरू हुनुहुन्छ त्यहाँनिर खानासाला बनाउने के छ आराधिकमान गुरुमे तस्मै भगो भगवान् आरती गर्नुहोस् त घन्टी बजाउँदा देख्ने चरण उपासक हरिका चरण
होस् गोत्रका सम्पूर्ण पितृहरूको उद्धार होस्। हर 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 हरे शम्भो। हरे हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे। भक्तवत्सल भगवान कहिले आउँछौ माया तिम्रो घरको बर्दलीमा, कुर्दैछु हेर्न तिमीलाई। हल्ला भो सारा यो सहर गल्ली गल्लीमा, जिस्काउँछन् सारै नि मलाई। उसको एक झलक मुस्कानै अलग, उफ मार्यो नि मायाले। चल्ती नयन अन्दाजै फरक, उफ मार्यो नि मायाले। खेल्छन् सन जब केश बतासमा आउने त्यो बासनाले। मेरो झन पग्लिन्छ यो मन, उफ मार्यो नि मायाले। लैजान्छु माया जारहर छ सवारीमा, कुर्दैछु तिमीलाई भन्नलाई। मै होला राजा तिम्रो, तिमी मेरो रानी सा, भुल्दैछु संसार सबै। हल्लियो लचक लचक त्यो कम्मर, देऊ नदेऊ नम्बर, बात होला मिठो गफ होला। हल्लियो लचक लचक त्यो कम्मर, देऊ नदेऊ नम्बर, बात होला मिठो गफ होला। उसको एक झलक मुस्कानै अलग, उफ मार्यो नि मायाले। चल्ती नयन अन्दाजै फरक, उफ मार्यो नि मायाले। खेल्छन् सन जब केश बतासमा आउने त्यो रूठी है शब्द रब्बा, रब्बा दिल भी है रूठा। सब कुछ है बिखरा बिखरा, बिखरा सा रूठा रूठा। चुप माही चुप है रांझा, बोले कैसे वे ना जा, बोले कैसे वे ना जा जा जा। बोले कैसे वे ना जा, बोले कैसे वे ना जा। चुप माही चुप है रांझा जा जा।
वे मेरा टोला नहीं आया टोला, वे मेरा टोला नहीं आया टोला। और अब भी खेल है खेले रोज लगावे मेले, कहंदा कुछ ना बदला झूठ बोले हर वेले। और अब भी खेल है खेले रोज लगावे मेले, कहंदा कुछ ना बदला झूठ बोले हर वेले। चुप माही चुप है राजा, बोले कैसे वे ना जा, बोले कैसे वे ना जा जा जा, बोले कैसे वे ना जा, बोले कैसे वे ना जा। चुप माही चुप है राजा जा जा। नी मैं रज रज हिजर मनावा, नी मैं खुद तो रस मुड़ जावा। ओ नी मैं रज रज हिजर मनावा, नी मैं खुद तो रस मुड़ जावा। कल्ली पीड़ च बैठी तेरी पीड़ में बैठी, रसिया रांझा बनेरा मैं भी कम न हटी। कल्ली पीड़ च बैठी तेरी पीड़ में बैठी, रसिया रांझा बनेरा मैं भी कम न हटी हटी। चुप माही चुप है राजा, बोले कैसे वे ना जा, बोले कैसे वे ना जा जा जा, बोले कैसे वे ना जा, बोले कैसे वे ना जा। चुप माही चुप है राजा जा 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 जा। माया तेरी मेरी एक जिंद जान है, माया तेरी मेरी एक जिंद जान है। तुझसे गवाही मेरी तू ही पहचान है, माया तेरी मेरी एक जिंद जान है। तेरी मेरी ये प्रेम कहानी, जाने ये जमाना, जाने ये जमाना। तेरी मेरी ये
मैं तां तेरे नाल ही रहना जी, हर गम संग तेरे सहना जी। मैं तां तेरे नाल ही रहना जी, हर गम संग तेरे सहना जी। जो जग से कहा ना जाए वो मुझको बस तुझसे कहना जी। सोना सोना इतना भी कैसे तू सोना, सोना सोना इतना भी कैसे तू सोना। तेरे इश्क में जोगी होना मैनू जोगी होना। सोना सोना इतना भी कैसे तू सोना। तेरे इश्क में जोगी होना मैनू जोगी होना। मैनू जोगी होना, मैनू जोगी होना, मैनू जोगी होना। हो इश्क का रंग सफेद पिया, ना छल ना कपट ना भेद पिया। सौ रंग मिले तू एक वर्गा, फिर आतिश होया रेत पिया, रेत पिया। चाँदीको नटासिया खुदमा मौरी झै खुदमा मौरी झै देख्छु अनुहारको चेको गौरी झै रैया चाँदीको। ओइ जुनलाई यसि देखौली कस्तो छौ देखौली कस्तो छ अँधेरीले झुकियौ जस्तो छ रैया चाँदीको। भुल्छे भन्ने ला होला फकर ला होला फकर पानी मिठो हुन्छ र पकर रैया चाँदीको। रैया चाँदीको रैया चाँदीको ए रैया चाँदीको रैया चाँदीको। म त बागलुङे मैया मादिको सैत बागलुङे म त मादिको। म त बागलुङे मैया मादिको सैत बागलुङे म त मादिको।
रातो यारमा जालुनु जेल यारमा जालुनु जेल पछि लाउने हुन्छौ रात ढालुनु जेल रैया चाँदीको घाम सतुर मान्दैन छायाले खोलो माथि परिकिन मायाले रैया चाँदीको ओइ लाको थियो जाओ बानी डुबो झै जाओ बानी डुबो झै तिमीलाई भेटे फैलियो डुबो झै रैया चाँदीको मन हो कि काबेली झाला हो रोधी हो कि माकुरी जाला हो रैया चाँदीको ए रैया चाँदीको रैया चाँदीको ए रैया चाँदीको रैया चाँदीको म त बागलुङे मैया मादिको सैत बागलुङे मुक्त मादिको म त बागलुङे मैया मादिको सैत बागलुङे मुक्त मादिको मृगनयनीले मनमा मोहनी लायो रातको निदरी दिनमा होसे उडायो परेलीमा लुकाएर राखिदेऊला सपनीमा आए तिमी साथ दिनु जुन तारा तिम्रो लागि सजाइदेऊला जुने किरी भने तिमी नाचिदिनु झिमझिमाउने आँखाले मनै मेरो अल्झिन्छ आँखा लोभी मन पापी बुद्धुकै बारेमा झिमझिमाउने आँखाले मनै मेरो अल्झिन्छ आँखा लोभी मन पापी बुद्धुकै बारेमा म गुनगुनाउँछु तिमी फुला बनी रमाउनु तिम्रै वरिपरि म सधैँ डुलिरहन पाऊँ
गाजल त्यो तिम्रो मेटाइदेऊ न तिम्रो आँखाको रङ हेर्न मन छ बाँधेको केश फुकाइदेऊ न हावाले उडाको मन पर्छ नढाक न मुहार श्रृङ्गारले नढाक न मुहार श्रृङ्गारले चन्द्रमामा पनि दाग हुन्छ चन्द्रमामा पनि दाग हुन्छ भाग्यमानी सबै तिम्रो मुस्कान हेर्न पाउने जे छौ जसो छौ तिमी त्यही नै हो मलाई चाहिने चलेर अँधेरोलाई उज्यालो देखाउने चम्किला झुम्किरी झै आँखा गहिरो समुद्र भए जिन्दगी मेरो किनारा देखाउने तिम्रो हात सुरिलो त के छ र गीत मेरो सुरिलो त के छ र गीत मेरो जति तिम्रो आवाज हुन्छ जति तिम्रो आवाज हुन्छ आशा यही हो सधैँ तिम्रो साथ पाउने जे छौ जसो छौ तिमी त्यही नै हो मलाई चाहिने
तिमी हौ मलाई चाहिने तिमी हौ मलाई चाहिने तिमी हौ मलाई चाहिने तिमी हौ मलाई चाहिने तिमी हौ मलाई चाहिने तिमी हौ मलाई चाहिने तिमी हौ मलाई चाहिने तिमी हौ मलाई चाहिने परवाना गरायो